हेलो हाई नमस्कार सबैजनालाई है। सबैजना आराम हुनुहुन्छ होला, मस्त व्यस्त हुनुहुन्छ होला। अनि मैले चाहिँ आज एउटा ठ्याक्क मेरो टिकटकको फर पेजमा चाहिँ एउटा बहिनीको भिडियो आयो हैन। त्यो नितु के भन्ने बहिनी हैन, जो भ्लग बनाइरहन्छ। जब पाएन भनेर कति धेरै भ्लग बनाएर आउँथ्यो नि त उसको। अनि लास्टमा उसले जब पाएछ, एकदम खुसी पनि लाग्यो। र नेपाल पैसा पठाउनलाई चाहिँ के गर्ने भनेर एउटा मतलब हुन्छ नि, कसरी पठाउने के गर्ने भनेर चाहिँ एउटा चाहिँ भिडियो बनाएको रहेछ। र मलाई चाहिँ धेरैले चाहिँ गाइड हुन्छ भनेर म चाहिँ एउटा नेपाल पैसा पठाउँदाखेरि कसरी पठाउने के गर्ने भनेर चाहिँ एउटा गाइड गर्न गइरहेको छु। गाइड भन्नाले सजेसन भनौँ न, सजेस्ट गर्न गइरहेको छु। त्यो भनेको के भने चाहिँ मैले चाहिँ गरिरहेको भने चाहिँ म चाहिँ प्रायः रेमिटली युज गर्छु हैन। रेमिटली एप भन्ने एप स्टोर अथवा गुगल प्ले स्टोरबाट चाहिँ डाउनलोड गरेर चाहिँ तपाईहरुले चाहिँ पैसा पठाउन सक्नुहुन्छ र रेट पनि राम्रै पाउँछ। र तपाईहरुले चाहिँ कसैले रिफर गर्यो भने तपाईले 10 पाउन्ड बराबरको तपाईले डिस्काउन्ट पनि पाउनुहुन्छ। र तपाईले कसैले रिफर गर्ने मान्छे छैन भने चाहिँ मलाई चाहिँ मेसेज गर्न सक्नुहुन्छ। म तपाईलाई चाहिँ रिफर गरिदिउँला, तपाईले 10 पाउन्डको डिस्काउन्ट पनि पाउनुहुन्छ र रेट पनि राम्रै हुन्छ। र अर्को ट्याप सेन्डबाट पनि पठाउन सक्नुहुन्छ। र यताबाट पैसा पठाएको तपाईले करिब हाफ एन आवर नत्र 8-10 मिनेटमै गइहाल्छ। मेरो नर्मली कति बेला पठाउने बित्तिकै पनि जान्छ हैन, कहिलेकाहीँ अलिकता टाइम लाग्छ। नर्मली चाहिँ 8-10 मिनेटमै पैसा जान्छ। ट्याप सेन्डबाट गर्दा पनि हुन्छ। रेटहरू हेर्नु होला अथवा रिमिटली र उसको कम्पेरिजन गरेर हेर्न सक्नुहुन्छ। म चाहिँ प्रायः जसो रिमिटली नै युज गर्छु, किनकि ट्याप सेन्ड भन्दा रिमिटलीमा रेट राम्रो हुन्छ हैन। अनि यो चाहिँ खाली एउटा चाहिँ यो तपाईहरुलाई चाहिँ गाइड हुन्छ भनेर चाहिँ पैसा पठाउँदाखेरि नेपालमा चाहिँ गाइड हुन्छ भनेर चाहिँ एउटा भिडियो बनाएको। आई होप तपाईहरुले चाहिँ यो गाइड भयो होला। अनि अर्को कुरा चाहिँ तपाईहरुले चाहिँ यसको लिंक चाहिन्छ र किनकि लिंक शेयर गर्दाखेरि तपाईले डिस्काउन्ट तपाईले चाहिँ बोनस पाउनुहुन्छ 10 पाउन्ड हैन। ट्यापमा चाहिँ 5 पाउन्ड र रेमिटलीमा 10 पाउन्ड पाउनुहुन्छ। त्यसको लागि चाहिँ त लिंक चाहिन्छ भने चाहिँ म तपाईहरुलाई चाहिँ शेयर गर्न सक्छु र मलाई मेसेज गर्न सक्नुहुन्छ है त। थ्यांक यू सो मच।